ओके स्टुडेन्ट्स, आज फेरि हामी हिजो चाहिँ हामीले फाइनल एकाउन्ट अर्थात् इन्कम स्टेटमेन्ट ट्रेडिसनल मेथडबाट चाहिँ केही क्वेसनहरू सल्भ गर्ने भनेर भनेका थियौँ र हिजो हामीले फर्मेटहरूको बारेमा डिस्कसन गऱ्यौँ। ट्रेडिङ एकाउन्ट र प्रफिट एन्ड लस एकाउन्टको फर्मेटहरू कस्तो कस्तो हुन्छ भन्ने कुराको बारेमा हामीले डिस्कसन गऱ्यौँ र आज चाहिँ हामी त्यही ट्रेडिङ र प्रफिट लस एकाउन्टको एउटा न्युमेरिकललाई हामी सल्भ गरेर यसलाई चाहिँ अझ मजाले बुझ्ने कोसिस गर्नेछौँ र यो चाहिँ हामीलाई इक्जाममा 5 मार्क्समा सोध्ने गर्छ। यसमा हामीलाई के सोध्छ भन्दाखेरि दुईटा कुरा बनाउन भनेर सोध्छ, कि त ट्रेडिङ एन्ड प्रफिट लस एकाउन्ट भनेर सोध्छ। यस पछाडि दुईटाको फर्मेट हामीले पढ्न बाँकी छ, प्रफिट लस एप्रोप्रिएसन एकाउन्ट र ब्यालेन्स सिट। त्यसको फर्मेट हामी आज पढ्छौँ र भोलि न्युमेरिकल सोल्युसन गरेपछि त्यसलाई पनि हामीले सक्छौँ। र यसमा चाहिँ आजको क्वेसनमा चाहिँ हामीले एउटा क्वेसन हामीले लिएर आएको छौँ। यो क्वेसनमा हामीले केही इन्फर्मेसनहरू दिएको छ र त्यो इन्फर्मेसनको हिसाबमा हामीलाई चाहिँ के बनाउनु भनेको छ भन्दाखेरि ट्रेडिङ एकाउन्ट बनाउनु भनेर भनेको छ र अर्को भनेको प्रफिट एन्ड लस एकाउन्ट बनाउनु भनेर भनेको छ। अब हामी यो बनाउनु भन्दा पहिला एकचोटि सर र क्वेसनमा हेरौँ। क्वेसनमा हेर्नुभन्दा पहिला पनि हामीले चाहिँ के गरौँ भन्दाखेरि फर्मेट हिजो फर्मेट लेखाउँदै गर्दाखेरि कुन आइटम कहाँ हाल्ने भनेर चाहिँ मैले कुराहरू सबै एक्सप्लेन गरेको थिएँ। त्यसलाई फेरि एकचोटि रिकल गर्दाखेरि ट्रेडिङ एकाउन्टमा फ्याक्ट्रीसँग रिलेटेड सबै एक्सपेन्सेसहरू र सेल्सको कुराहरू ट्रेडिङ एकाउन्टमा हाल्ने, अफिस रिलेटेड कुराहरू र सबै इन्कमहरू जति चाहिँ कहाँ हाल्ने प्रफिट लस एकाउन्टमा हाल्ने भनेर हामीले हिजो पढेका थियौँ। अनि यसको साथसाथै त्यसमा केही एडिसनल इन्फर्मेसनहरू हुन्छ, त्यसलाई क्वेसनले तल दिने गर्छ भनेर भनेको थिएँ। त्यसै गरी यहाँ दिएको छ एडिसनल इन्फर्मेसनहरू र यसको हिसाबले हामीले ट्रेडिङ र प्रफिट लस एकाउन्ट बनाउनु पर्नेछ। अब हामी यसलाई हेर्छौँ। क्वेसनमा के दिएको छ हामीले ओपनिङ स्टक, पर्चेज, सेल्सहरू भनेर स्यालेरी दिएको छ, वाटर एन्ड इलेक्ट्रिसिटी, रेन्ट, अदर एक्सपेन्सेस, कमिसन, वेजेस, क्यापिटलहरू, फिक्स एसेट्सहरू भनेर दिएको छ। अब त्यो फर्मेटमा नजाने कुराहरू पनि यसमा दिएको छ। भनेको जस्तो क्यापिटल भनेको हाम्रो ब्यालेन्स सिटमा जाने कुरा हो, फिक्स एसेट्स भनेको ब्यालेन्स सिटमा जाने कुराहरू हो। यसै गरी यहाँ नजाने कुराहरू पनि दिएको छ भने हामीले यसमा जाने कुराहरूलाई मात्र यसमा हाल्छौँ र जुन कुरा यसमा जाँदैन त्यसलाई चाहिँ हामी जस्ट इग्नोर गरिदिन्छौँ र हामी अगाडि बढ्दै जान्छौँ। अब यसलाई हामी चाहिँ सोल्युसन गरौँ। सोल्युसन गर्दाखेरिको फर्मेट पहिला बनाउनु पर्छ। हामी फर्मेट बनाउँदाखेरि सबभन्दा सुरुमा 1 नम्बरमा हामीलाई के बनाउनु भनेर भनेको थियो त त्यहाँ भन्दाखेरि हामीलाई भनेको छ ट्रेडिङ एकाउन्ट बनाउनु भनेर भनेको छ। अब हामी यो क्वेसनको आधारमा ट्रेडिङ एकाउन्टलाई बनाएर हेर्छौँ र ट्रेडिङ एकाउन्ट बनाउँदाखेरि हामी पहिला फर्मेट लेख्छौँ। यो 1 नम्बरको सोल्युसन है, 1 नम्बरको सोल्युसन। ट्रेडिङ एकाउन्ट बनाऊ। त्यसको लागि फर्मेट के हुन्छ? particular amount particular amount भनेर चाहिँ हाम्रो फर्मेट यसरी हुने गर्छ है त। अब यस पछाडि हामीलाई त यो यसमा जाने कुराहरू के छ भन्ने कुरा थाहा छ नि त। जस्तो ठ्याक्क मैले हिजो फर्मेट लेखाएको थिएँ। फर्मेटको क्रेडिट साइडमा दुईटा कुरा सेल्स र सेल्स रिटर्न अनि क्लोजिङ स्टक जान्छ भनेको थिएँ। भनेपछि हामी सरक्क लेख्थ्यौँ यहाँनिर पहिला बाई सेल्स भनेर लेखौँ। अब सेल्स भनेर लेख्दै गर्दाखेरि हामी क्वेसनमा गएर चाहिँ सेल्समा सेल्स रिटर्न घटाउनु पर्छ। त्यो सेल्स रिटर्न भन्ने कुरा छ कि छैन यसलाई एकचोटि खोज्नु पर्छ। जस्तो ओपनिङ स्टक दियो, पर्चेज दियो, सेल्स दियो, अरू हेरौँ त सेल्स रिटर्न भनेर कहीँ दिएको छैन, सेल्स मात्र दिएको छ। अब हाम्रो सेल्स रिटर्न रहेनछ भनेपछि हाम्रो सेल्स नै यहाँ गएर रेकर्ड हुने भयो। अब सेल्स कति रेकर्ड हुन्छ भन्दाखेरि सेल्स भनेर हामीलाई कति दिएको छ? सेल्स भनेर हामीलाई दिएको छ 2 लाख रुपियाँ दिएको छ। यो 2 लाखलाई हामी यहाँ रेकर्ड गरौँ, 2 लाख। यदि यसमा सेल्स रिटर्न भनेर दिएको थियो भने यो 2 लाखलाई यहाँ राखेर लेस सेल्स रिटर्न भनेर हामी लेख्थ्यौँ र त्यहाँनिर रेकर्ड गरिदिन्थ्यौँ। ठिक छ। अब यसमा क्रेडिट साइडमा रेकर्ड गर्दाखेरि अर्को हुने आइटम के हो त? अर्थात् यसरी भन्दा पनि क्वेसनमा जुन कुरा जसरी दिएको छ त्यसरी गर्दै जाँदा पनि हुन्छ। त्यो भन्दा पनि सजिलो चाहिँ हाम्रो ट्रेडिङ एकाउन्ट बनाउँदै गर्दा ट्रेडिङ एकाउन्टमा कुन कुन कुरा कहाँ जान्छ भन्ने कुरा हामीलाई थाहा भइसके पछाडि हामीले यसलाई एकदम इफेक्टिभ वेमा सल्भ गर्न सक्छौँ। र क्रेडिट साइडमा यो भनेको त क्रेडिट साइड हो, यो भनेको के हो? डेबिट साइड हो। क्रेडिट साइडमा जाने कुराहरू सेल्समा सेल्स रिटर्न घट्थ्यो र सेल्स रिटर्न पछाडि के हुन्छ भन्दाखेरि क्लोजिङ स्टकको कुराहरू हुन्थ्यो। त्यसो भए क्लोजिङ स्टक लेखिराखौँ यहाँ बाई क्लोजिङ स्टक। अब एउटा कुरा हिजो मैले भनेको थिएँ क्लोजिङ स्टक हामीलाई क्वेसनले दिएको ट्रायल ब्यालेन्समा पनि दिन सक्छ, यो ट्रायल ब्यालेन्समा पनि दिन सक्छ र त्यही क्लोजिङ स्टकलाई एडिसनल इन्फर्मेसनमा पनि दिन सक्छ भनेर मैले भनेको थिएँ। अब यसमा हेर्दाखेरि क्लोजिङ स्टक भनेर हामीलाई ट्रायल ब्यालेन्समा दिएको छैन। यदि ट्रायल ब्यालेन्समा दिएको थियो भने त्यो क्लोजिङ स्टक हाम्रो करेन्ट एसेट्स हुन्थ्यो। तर यहाँ हाम्रो एडिसनल इन्फर्मेसनमा दिएको छ। एडिसनल इन्फर्मेसनमा दिएको कुरा दुई ठाउँमा जान्छ।
दुई ठाउँमा जान्छ भनिसकेपछि एडिसनल इन्फर्मेसनमा दिएको क्लोजिङ स्टक एउटा ट्रेडिङ एकाउन्टको सिआर साइडमा जान्छ र अर्को भनेको ब्यालेन्स सिटमा जान्छ। अब एमाउन्ट कति छ 60,000 छ, त्यो 60,000 लाई हामी यहाँ क्लोजिङ स्टक भनेर यसमा रेकर्ड गरिदिन्छौँ 60,000। अब ट्रेडिङ एकाउन्टको क्रेडिट साइडमा जाने कुराहरू त यति नै हो। अब डेबिट साइडमा के जान्छ? सबैभन्दा सुरुमा टु ओपनिङ स्टक भनेर जान्छ। ओपनिङ स्टक जहिले पनि ट्रायल ब्यालेन्समा दिएको हुन्छ। ट्रायल ब्यालेन्समा गएर हेरौँ ओपनिङ स्टक भनेर हामीलाई कति दिएको छ 50,000 भनेर दिएको छ। यो 50,000 लाई हामी सरक्क यहाँ रेकर्ड गर्दियौँ। अब यस पछाडि हामीले यसमा रेकर्ड गर्नुपर्ने अर्को कुरा भनेको पर्चेजको कुरा आउँछ, पर्चेज रिटर्नको कुरा आउँछ। त्यो पर्चेज र पर्चेज रिटर्न क्वेसनमा दिएको छ कि छैन हेर्दै जाउँ। पर्चेज जहिले पनि क्वेसनमा दिन्छ है, अब दिएको छैन भने त्यसलाई केही गर्न सकिँदैन, तर यहाँ चाहिँ पर्चेज भनेर दिएको छ। अब पर्चेज रिटर्न हुन पनि सक्छ नहुन पनि सक्छ। पर्चेज रिटर्न छ भने घटाउने हो, छैन भने पर्चेजलाई जस्ताको तस्तै रेकर्ड गरिदिने हो। अब यसमा हेर्दै जाँदाखेरि काहीँ पनि पर्चेज रिटर्न भनेर चाहिँ हामीलाई दिएको छैन। त्यसो भए पर्चेज कति छ 1,20,000, त्यति नै चाहिँ गएर 1,20,000 यहाँ रेकर्ड हुने भयो। 1,20,000 टु पर्चेज। टु पर्चेज भनेर अब यसमा जाने कुराहरू के हो? क्रेडिट साइडमा त यति नै कुरा जान्छ, सकियो। डेबिट साइडमा जाने कुराहरू अरू के हुन्छ भनेर भनेको थियौँ हामीले। डेबिट साइडमा जाने कुराहरू अब फ्याक्ट्री रिलेटेड एक्सपेन्सेसहरू र वेजेसको कुराहरू, कस्टम ड्युटीको कुराहरू, क्यारिज इनवार्डको कुराहरू, एक्साइज ड्युटीका कुराहरू, तिनीहरू यहाँ जान्छ भनेर भनेको थियो। अहिले मैले भन्दै गरेको कुरा र हिजो फर्मेटमा लेखाएको कुराहरू मध्येबाट के कुरा त्यहाँ यो क्वेसनमा दिएको छ गएर हेरौँ। जस्तो मैले फ्याक्ट्रीसँग रिलेटेड कुराहरू जान्छ भनेर भने है, जस्तो अरू के दिएको छ यहाँ भन्दा सेल्स वेजेस। वेजेस कहाँ जान्छ? फ्याक्ट्रीमा जान्छ। वेजेस भनेको फ्याक्ट्रीको लागि हो है। वेजेस भनेको के हो त? फ्याक्ट्रीको लागि हो। त्यसैले गर्दाखेरि हामी फ्याक्ट्रीमा लगेर रेकर्ड गर्न सक्छौँ। वेजेस भनेर कति छ? यसको पैसा कति दिएको छ भन्दाखेरि हामीलाई दिएको छ 10,000 दिएको छ। 10,000 लाई हामी यहाँ रेकर्ड गर्यौँ। अब यस पछाडि यहाँ अरू कुराहरू के दिएको छ त भन्दाखेरि ट्रेडिङ एकाउन्टमा जाने कुराहरू जस्तो हेर्दै गर्दाखेरि जस्तो यही वेजेसको ठाउँमा तल एडिसनल इन्फर्मेसन पनि केही दिएको हुनसक्छ। हामी हेर्छौँ एडिसनल क्लोजिङ स्टक दिएको छ, हामीले रेकर्ड गरिसक्यौँ। अर्को ब्यालेन्स सिटमा जान्छ, यसको काम छैन। स्यालेरीको कुरा आउँदैछ, डिप्रिसिएसनको कुरा आउँदैछ। यसमा हेर्दाखेरि अरू यसमा जाने कुराहरू केही पनि छैन। स्यालेरी भनेको अफिसमा जान्छ, वाटर एन्ड इलेक्ट्रिसिटी भनेको पनि अफिसमै जाने हो है। अब यस पछाडि रेन्ट र अदर एक्सपेन्सेस पनि अफिसमै जान्छ, अरू कुराहरू तलै जान्छ भनेपछि यसमा जाने कुराहरू यति नै रहेछ। अब हामी यसलाई टोटल गर्छौँ। यसलाई टोटल गर्दाखेरि कति आउँछ हेरौँ त। जस्तो 2,00,000 मा 60,000 जोड्यो भने यतापट्टि क्रेडिट साइडमा 2,60,000 आयो। ठिक छ। अब क्रेडिट साइडमा जोडौँ। क्रेडिट साइडमा जोड्दै गर्दाखेरि हामी अब क्रेडिट साइडमा जोड्दाखेरि हामी के गर्छौँ त भन्दाखेरि क्रेडिट साइडमा जोडेर त्यसको जति एमाउन्ट आएको हुन्छ त्यसलाई चाहिँ हामी के गर्छौँ रेकर्ड गर्छौँ। अब क्रेडिट डेबिट साइडको जोडौँ। क्रेडिट साइडको हाम्रो कति आयो 2,60,000 आयो। यतापट्टि पनि हाम्रो 2,60,000 हुनुपर्छ। डेबिट क्रेडिट त हाम्रो लागि इक्वल हुनुपर्छ। अब हामी जोडौँ। 50,000 त्यहाँ छ, 1,20,000 छ र 10,000 छ भनेपछि यतापट्टि 1,80,000 मात्रै छ, यतापट्टि 2,60,000 भयो। 2,60,000 बनाउनु पर्यो। अब यसलाई 2,60,000 बनाउनको लागि यतापट्टि त 1,80,000 मात्र आएको छ। यहाँ यो डेबिट साइडमा 1,80,000 आयो। यसलाई जोड्दाखेरि सबै जोड्दा 1,80,000 आयो भनेको अब हाम्रो यतापट्टि डेबिटमा थप्नु पर्यो। डेबिटमा थप्नु पर्यो भने हाम्रो टु के हुन्छ? टु ग्रस प्रफिट सिडी भनेर हुन्छ। कति थप्नु पर्छ भन्दाखेरि माइनस 2,60,000 गर्दाखेरि 80,000 चाहिँ हाम्रो के भयो त? ग्रस प्रफिट भयो। यहाँ यति कुरा भयो है। अब यस पछाडि हामीले ट्रेडिङ एकाउन्ट त बनायौँ। अब हामी प्रफिट र लस एकाउन्टलाई बनाउँछौँ। प्रफिट र लस एकाउन्टलाई बनाउँदाखेरि हामीले अर्को फर्मेटबाट बनाउँदा पनि हुन्छ, अथवा हामी यही फर्मेटबाट कन्टिन्यू गरेर पनि बनाउन सक्छौँ। अब यही फर्मेटबाट कन्टिन्यू गर्दाखेरि हामीले के गर्छौँ भन्दाखेरि ग्रस प्रफिट छ भने त्यसलाई हामी यतापट्टि ट्रान्सफर गर्छौँ। त्यसो भए हामी ग्रस प्रफिटलाई त ट्रान्सफर गर्छौँ बाई प्रफिट बिडी। ग्रस प्रफिट बिडी भनेर ट्रान्सफर गरौँ। कति छ? 80,000 छ। 80,000 ट्रान्सफर गरिदिने यहाँ। ठिक छ। 80,000 लाई ट्रान्सफर गरौँ। अब 80,000 ट्रान्सफर गरिसकेपछि यसमा जाने कुराहरू जे छ त्यसलाई रेकर्ड गर्ने, नजाने अरू कुराहरू जे छ नजाने त्यसलाई छोडिदिने।
अब यसमा जाने कुराहरू के हो, जति पनि सबै रिसिभहरू छ अर्थात् सबै जति पनि इन्कमहरू छ त्यो सबै क्रेडिट साइडमा जान्छ। अब हेरौँ रिसिभ भनेर के छ, एउटा कमिसन रिसिभ भनेर दिएको छ, अरू भनेको इन्कमको कुराहरू यो क्वेसनभरिमा केही पनि दिएको छैन। त्यसो भए हामी सिधै गएर कमिसन रिसिभलाई रेकर्ड गरिदिउँ। यहाँ कमिसन रिसिभ कति दिएको छ पैसा, कमिसन रिसिभको कमिसन रिसिभ भनेर हामीलाई दिएको छ 4000। यो 4000 लाई हामी रेकर्ड गरिदिउँ। यहाँनिर कहाँ रेकर्ड गर्ने भन्दा 4000 लाई यहाँ रेकर्ड गर्ने। क्रेडिट साइडमा जाने कुराहरू सकियो, क्रेडिट साइडमा यति नै कुराहरू दिएको छ। अब हामी डेबिट साइडमा जाने कुराहरू खोज्छौँ। डेबिट साइडमा अफिस रिलेटेड सबै एक्सपेन्सेसहरू चाहिँ जाने गर्छ। त्यसो भने जस्तो हामीले ओपनिङ स्टक हालिसक्यौँ, पर्चेज हालिसक्यौँ, सेल्स हालिसक्यौँ, स्यालेरी भन्ने कुरा छ। स्यालेरी भनेको हामीले अफिसको स्टाफलाई दिने हो, त्यसले गर्दाखेरि स्यालेरी त्यहाँ रेकर्ड हुने हो। अब स्यालेरी भनेर स्यालेरीको तल एउटा के भन्छ एडिसनल इन्फर्मेसन पनि दिएको छ है। हेर्ने स्यालेरी भनेर हामीलाई दिएको छ 25,000 स्यालेरी दिएको छ। ठिक छ, 25,000 स्यालेरीमा स्यालेरी ड्यू भनेको छ 5,000। स्यालेरी ड्यू भनेको के हो, तिर्न बाँकी रहेको स्यालेरी हो भनेर भनेको। जस्तो स्यालेरी ड्यूलाई हामीले के भनेको थिएँ, मैले थपेर तिर्नुपर्छ भनेर चाहिँ भनेको थिएँ। अब स्यालेरी ड्यूलाई थपेर तिर्नुपर्छ भन्नुको मतलब के हो त, स्यालेरीलाई त जोड्नु पर्ने हो स्यालेरीमा लगेर। अब यो स्यालेरीमा हामी एड गर्छौँ, स्यालेरी ड्यू भनेर एड गर्छौँ। यो 25,000 थियो स्यालेरी, यहाँ 5,000 चाहिँ आउटस्ट्यान्डिङ थियो अर्थात् ड्यू थियो। यसलाई जोडेर 30,000 चाहिँ हामी के गर्छौँ त, यहाँ रेकर्ड गर्छौँ। ठिक छ, यो बुझ्यो। अब यो स्यालेरी ड्यू त एडिसनल इन्फर्मेसन मात्रै कुरा हो, यो 2 ठाउँ जान्छ भनेर भनेका छौँ हामीले। अब एक ठाउँ त यहाँ गयो, अर्को ठाउँ भनेको कहाँ जान्छ, यो भनेको आउटस्ट्यान्डिङ हो। आउटस्ट्यान्डिङ भनेको तिर्नुपर्ने हो, तिर्नुपर्ने भनेको हाम्रो दायित्व हो। हाम्रो दायित्व भनेको कहाँ जान्छ, लायबिलिटीमा जान्छ हो, त्यसमा लगेर रेकर्ड गर्ने। लायबिलिटीको पनि यो कहाँ जान्छ त, करेन्ट लायबिलिटीभित्र जाने गर्छ। अर्को हेरौँ। अब यो वाटर एन्ड इलेक्ट्रिसिटी भन्ने छ। यो वाटर एन्ड इलेक्ट्रिसिटीलाई हामीले फ्याक्ट्रीमा हालेको भए पनि हुन्थ्यो, यो फ्याक्ट्रीको पनि एक्सपेन्सेस हुन्छ कुनै कुनै केसमा। तर हामीले चाहिँ एजम गऱ्यौँ इलेक्ट्रिसिटी अफिसमा पनि हुन्छ, अर्थात् यो वाटर र इलेक्ट्रिसिटी चाहिँ फ्याक्ट्रीमा पनि हाल्दा हुन्छ। र यसलाई हामीले चाहिँ के गर्यौँ भन्दाखेरि अफिसमा पनि रेकर्ड गरौँ। अथवा त्यसलाई रुल्स अनुसारले जान्न हो भने हामीले यसलाई चाहिँ यसमै रेकर्ड गर्दा पनि केही फरक चाहिँ पर्दैन। केलाई भन्दाखेरि वाटर एन्ड इलेक्ट्रिसिटीलाई। इलेक्ट्रिसिटी होइन, यसलाई यस्तो नगरौँ, यसलाई माथि नै लगेर हालिदिउँ। यसमा यहाँ हाल्नुभन्दा यसलाई चाहिँ यहाँ माथि नै रेकर्ड गरेको चाहिँ राम्रो हुन्छ। 2 यो किन यहाँ हालेको भन्ने कुरा आयो होला नि अहिले। जस्तो वाटर र इलेक्ट्रिसिटी भनेको त फ्याक्ट्रीमा चाहिने कुराहरू हो नि त। इलेक्ट्रिसिटी त म्याक्सिमम चाहिँ कहाँ चाहिन्छ, फ्याक्ट्रीमा चाहिन्छ। अनि इलेक्ट्रिसिटी त अफिसमा पनि चाहिने हो। तर चाहिँ यसलाई हामीले नर्मल्ली हेर्दाखेरि यो फ्याक्ट्रीको एक्सपेन्सेस हो भन्ने कुरा बुझ्छौँ र चाहिँ यसलाई हामीले फ्याक्ट्रीमै लगेर रेकर्ड गरिदिन्छौँ। यहाँ रेकर्ड गरिनौँ तल। ठिक छ, अब यसमा यो वाटर एन्ड इलेक्ट्रिसिटीको पैसा कति छ, 6,000 छ। अब 6,000 पैसालाई हामीले यहाँ रेकर्ड गऱ्यौँ भने यसमा थोरै फरक आउँछ। कति फरक आउँछ भन्दाखेरि यो 80 मा चाहिँ हामीले कति घटाउनुपर्छ त, 6,000 लाई घटाएपछि यहाँ रेकर्ड गर्नुपर्छ। जस्तो कति हुन्छ, 80 मा 6,000 घटायो भने 74,000 यहाँ प्रफिट आउँछ। अब यसमा पनि 74,000 चाहिँ प्रफिट यहाँ रेकर्ड गरिदिने। अनि यस पछाडि यो सकियो है। अब यसमा यो भयो। अब यसमा हाम्रो 2 अरू केही रेन्टको कुराहरू दिएको हुनसक्छ, त्यो रेन्टलाई रेकर्ड गर्ने। जस्तो हामी हेरौँ त के भनेको छ यहाँ भन्दाखेरि रेन्ट र अदर एक्सपेन्सेस भनेर दिएको छ 8,000। यसलाई हामीले रेकर्ड गरिदिनु पर्यो यहाँ। टु रेन्ट रेन्ट एन्ड अदर एक्सपेन्सेस भनेर हामीलाई कति दिएको छ, रेन्ट एन्ड अदर एक्सपेन्सेस भनेर 8,000 दिएको छ। यो 8,000 लाई हामी यहाँ रेकर्ड गरौँ। अब यसमा जाने अरू कुराहरू के छ, यहाँ क्यापिटल भनेको लायबिलिटी साइडमा जान्छ, यो गएन है। क्यापिटल भनेको लायबिलिटी साइडमा जान्छ, यो गएन यहाँनिर। अब अरू भनेको के हुन्छ, जस्तो फिक्स एसेट्स भनेको एसेट्स भइहाल्यो, यो यहाँ जाने कुरा भएन। ब्यालेन्स सिटमा जान्छ यो एसेट्स भनेको। अनि अरू कुराहरूमा हेर्दाखेरि जस्तो यहाँ सबै कुराहरू हामीले हालिसक्यौँ।
अब हामीले एडिसनल इन्फर्मेसनलाई पनि चेक गर्नुपर्ने हुन्छ है। जस्तो क्लोजिङ स्टक हामीले हालिसक्यौँ, स्यालेरी ड्यू हामीले हालिसक्यौँ, डिप्रिसिएसन अफ फिक्स एसेट्स भनेको छ। डिप्रिसिएसन भनेको हाम्रो अफिसमा हुन्छ एसेट्सहरू भनेको यो डिप्रिसिएसन भन्ने कुरा चाहिँ हामीले अफिसको अर्थात् प्रफिट लस एकाउन्टमा रेकर्ड गर्नुपर्ने हुन्छ। र अब डिप्रिसिएसन कति रेकर्ड गर्ने अरे त भन्दाखेरि 10% गर्ने। कसको डिप्रिसिएसन भएको छ? फिक्स एसेट्सको डिप्रिसिएसन भएको छ। त्यसले गर्दाखेरि फिक्स एसेट्सको 1,10,000 को 10% चाहिँ हामीले डिप्रिसिएसन भनेर रेकर्ड गर्नु पर्यो। 1,10,000 को 10% कति हुन्छ? 11,000 हुन्छ। यो त सिम्पल कुरा हो। अब त्यो 11,000 लाई चाहिँ हामीले डिप्रिसिएसन भनेर यहाँ रेकर्ड गर्नुपर्छ। डिप्रिसिएसन भनेर हामी के गर्ने त? अब त्यो डिप्रिसिएसन एक ठाउँ त रेकर्ड भयो, एडिसनल इन्फर्मेसन भएको कुरा हो। अब यो डिप्रिसिएसन जति हामी 11,000 ले चाहिँ हाम्रो डिप्रिसिएसन काट्यौँ हामीले, 11,000 ले हामीले जुन डिप्रिसिएसन काट्यौँ, यो डिप्रिसिएसन भनेको के हो त? कुनै पनि एसेट्सको भ्यालु घट्नु हो। कुनै पनि भन्नुको मतलब यहाँ कसको भ्यालु घट्यो? यो फिक्स एसेट्सको भ्यालु घट्यो। यो फिक्स एसेट्सको भ्यालु यो भनेको कहाँ जान्छ? भ्यालु के रे? भ्यालु। अब यो चाहिँ फिक्स एसेट्स कहाँ जान्छ? ब्यालेन्स सिटको फिक्स एसेट्स भन्ने हेडिङमा जान्छ। फिक्स एसेट्स हो त्यहाँ। अब फिक्स एसेट्सलाई रेकर्ड गर्दाखेरि हामीले के गर्नु पर्यो? यो 1,10,000 मा यो 11,000 लाई चाहिँ घटाएर त्यति पैसा जति आउँछ त्यति चाहिँ रेकर्ड गर्नु पर्यो। अरु भनेको अब यसमा जाने कुराहरू केही छ भने एकचोटि फेरि चेक गरौँ। ओपनिङ स्टक भयो, सेल्स भयो, स्यालेरी भयो, वाटर इलेक्ट्रिसिटी कमिसन, वेजेस, क्यापिटल, सबै कुरा सकियो। सबै कुरा सकियो भने अब यसको पनि हामी टोटल गरौँ। जस्तो 74 मा 4 जोडो भने कति हुन्छ? 78। अब यताको जोडौँ त। जस्तो हाम्रो यतापट्टि कति छ? 30,000, 38,000, 48,000, 49,000 भयो। यतापट्टि 49,000 मात्रै भयो। डेबिट साइडमा कति भयो भन्दाखेरि 49,000 भयो। डेबिट साइडमा कति भयो त? जोडेर हेरौँ न, किन 49 भनिरहनु। 30,000 प्लस 8,000 प्लस 11 ले कति हुन्छ? 49,000 नै हुन्छ। डेबिट साइडमा 49,000 आयो, क्रेडिट साइडमा 78,000 छ। हामीले दुवै साइडमा इक्वल बनाउनु पर्ने हो। हामीले दुवै साइडमा इक्वल बनाउनु पर्ने हो। यतापट्टि 49 छ भनेपछि अब हामीले 78 बनाउनको लागि यतापट्टि थप्नु पर्यो, यतापट्टि थप्नु पर्छ, डेबिटमा थप्नु पर्छ। हामी के भनेर थप्छौँ? टु नेट प्रफिट सिडी भनेर थप्छौँ। ठीक छ, नेट प्रफिट सिडी भनेर थप्छौँ। अब कति थप्ने? माइनस यहाँ पनि 78 बनाउनु पर्ने हो नि त। माइनस 49 भनेको 29,000 चाहिँ हाम्रो के भयो त? नेट प्रफिट भएछ। अब यहाँबाट हामीले के थाहा पायौँ भन्दाखेरि कम्पनीले चाहिँ के गरेछ त भन्दाखेरि ग्रस प्रफिट कमाएछ 74,000 है। कम्पनीले ग्रस प्रफिट कमाएछ 74,000, नेट प्रफिट उसले अर्न गरेछ कति? 29,000। हाम्रो ट्रेडिङ र प्रफिट लस एकाउन्टको सोलुसन सकियो। यो भनेको हाम्रो कति मार्क्स आयो? यहाँबाट 5 मार्क्स आयो। यति कुरा थियो यहाँ। अब हामीले गर्नुपर्ने अर्को कुरा भनेको यहाँ के हो भन्दाखेरि हामी अब फर्मेट पनि पढ्छौँ है। एउटा फर्मेट पढ्छौँ हामीसँग। एउटा कुरा जस्तो हामीले के गर्नु छ भन्दाखेरि अब हामीले दुईटा कुरा पढ्न बाँकी छ। एउटा रिटेन अर्निङ भनेर, यसलाई अर्को भाषामा के पनि भन्छ भन्दाखेरि पिएल यो एप्रोप्रिएसनको पिएल एप्रोप्रिएसन स्पेलिङ लेख्न यो हो है। पिएल एप्रोप्रिएसन पनि भनेर भनिन्छ यो रिटेन अर्निङलाई। ठीक छ। अब त्यस पछाडि हामीले एउटा पिएल एप्रोप्रिएसन अथवा रिटेन अर्निङ पढ्न बाँकी छ। अर्को ब्यालेन्स सिट। ब्यालेन्स सिटको कुराहरू पढ्न बाँकी छ। अब यसको पनि हामी फर्मेट पढिहाल्छौँ है। यो रिटेन अर्निङ भनेको के रहेछ त भन्दाखेरि चाहिँ मैले भनेको थिएँ नि, जस्तो कम्पनीले अघि यहाँ जुन यो यसले नेट प्रफिट 29,000 प्रफिट अर्न गरेको थियो नि। अब यो प्रफिटमा कति प्रफिट डिस्ट्रिब्युट गर्ने अथवा कति रिटेन गर्ने हो, त्यो कुरालाई चाहिँ त्यो कुराको बारेमा क्याल्कुलेसन गर्ने एउटा स्टेटमेन्ट अथवा एउटा एकाउन्ट चाहिँ के हो त भन्दाखेरि यो रिटेन अर्निङ हो भनेर बुझ्छौँ हामी। अब रिटेन अर्निङको फर्मेट हेरौँ। रिटेन अर्निङको फर्मेट बनाउँदाखेरि हाम्रो अहिले जस्तो के हुन्छ? पार्टिकुलर
ठिक छ, पार्टिकुलर एमाउन्ट। अब पहिलो कुरो सबैभन्दा पहिला ध्यान दिने, यो हाम्रो सबैभन्दा पहिला क्वेसनमा क्वेसनले पिएल एप्रोप्रिएसन एकाउन्ट भनेर क्वेसनमा दिएको हुन्छ, त्यो क्रेडिट साइडमा दिएको हुन्छ है। यो भनेको क्रेडिट साइड हो, यो भनेको डेबिट साइड हो। क्वेसनले जहिले पनि यो पिएल एप्रोप्रिएसन एकाउन्ट बनाउन सकिन्छ कि सकिँदैन भन्ने कुरा थाहा पाउने हामीसँग एउटै मात्र आधार हुन्छ। त्यो आधार भनेको के भन्दाखेरि क्वेसनले नेक्स्ट मतलब प्रिभियस इयरको योभन्दा पहिलो वर्षको चाहिँ प्रफिट लस एकाउन्ट भनेर, प्रफिट लस एकाउन्ट अथवा प्रफिट लस एप्रोप्रिएसन एकाउन्ट भनेर ट्रायल ब्यालेन्सको सिआर साइडमा दिएको हुन्छ। हो त्यो ट्रायल ब्यालेन्सको सिआर साइडमा दिएको प्रफिट लस एप्रोप्रिएसन एकाउन्टलाई हामीले यहाँ ल्याएर यो क्रेडिट साइडमा टु ब्यालेन्स बिडी भनेर रेकर्ड गर्ने। त्यो पिएल एप्रोप्रिएसन एकाउन्ट सिआर साइडमा दिनु भनेको के हो त, लास्ट इयरको प्रफिट हो भनेर बुझ्छौँ। प्रफिटलाई हामी सिआर साइडमा ल्याएर रेकर्ड गर्छौँ। अब सधैँभरि प्रफिट हुन्छ भन्ने कुरा हुँदैन, कोही कम्पनीले कहिलेकाहीँ लस पनि बियर गर्नुपर्ने हुन्छ। यदि लस दिएको छ भने त्यही ट्रायल ब्यालेन्सको डेबिट साइडमा अथवा डिआर साइडमा चाहिँ के भनेर दिएको हुन्छ भन्दाखेरि प्रफिट लस एप्रोप्रिएसन एकाउन्ट नै भनेर दिएको हुन्छ। त्यो एकाउन्टलाई त्यो भनेको छ भने त्यसलाई हामीले डेबिट साइडमा दिएको छ भने यतैपट्टि ल्याएर लेख्ने डेबिट साइडमा टु ब्यालेन्स बिडी भनेर लेख्ने। ठिक छ, अब यसमा अर्को कुरा, यो करेन्ट इयरमा पनि त हामीले प्रफिट अन गरेको हुन सक्छौँ अथवा लस अन गरेको हुन सक्छौँ हो। त्यो प्रफिट अथवा लस मध्ये केही छ, प्रफिट छ भने यहाँ रेकर्ड गर्ने नेट प्रफिट, नेट प्रफिटलाई ल्याएर यहाँ रेकर्ड गर्ने, लस छ भने यतापट्टि रेकर्ड गर्ने। अनि यस पछाडि यता क्रेडिट साइडमा जाने कुराहरू यति नै हुन्छ। क्रेडिट साइडमा यो ट्याक्सेसन, प्रोभिजन फर ट्याक्सेसन लास्ट इयरको, नेक्स्ट इयरको, प्रिभियस इयरको हैन, यो सारा कुरा भन्छ। तर यो चाहिँ चाहिँदैन, यसमा हामीले जे चाहिन्छ त्यो मात्र गर्छौँ। अर्को यहाँ यता डेबिट साइडमा हुन्छ टु प्रपोज डिभिडेन्ड, प्रपोज डिभिडेन्ड भन्ने हुन्छ। यो एडिसनल इन्फर्मेसनमा दिएको हुन्छ है। एडिसनल इन्फर्मेसनको कुरा यहाँ रेकर्ड गर्ने। अर्को टु रिजर्भ जेनेरेट ट्रान्सफर टु जेनेरल रिजर्भ भन्ने हुन्छ, यहाँ रेकर्ड गर्ने। यो दुवै साइडलाई जोडिसके पछाडि कता उता थप्नु पनि पर्न सक्छ, यतापट्टि थप्नु पनि पर्न सक्छ। यता थप्यौँ भने टु, अथवा यसलाई सरप्लस भन्न सकिन्छ है। कसैले सरप्लस भनेर यतापट्टि थप्यौँ भने, डेबिटमा थप्यौँ भने सरप्लस, क्रेडिटमा थप्यौँ भने यतापट्टि त बाई हुन्छ नि त, टु हुँदैन नि त। बाई डिफिसिट भनेर यता लेख्ने। सरप्लस भनेको फाइदा हो, प्रफिट हो, डिफिसिट भनेको घाटा हो, लस हो अथवा नोक्सान हो। यदि भइसकेपछि प्रफिट लस एप्रोप्रिएसन एकाउन्ट पनि यही हो। के न होला जस्तो लाग्थ्यो नि सुन्दाखेरि, प्रफिट लस एप्रोप्रिएसन एकाउन्ट हामीले पढेको छैन, के न होला, कसरी गर्ने होला भने जस्तो लाग्थ्यो, तर केही छैन। क्वेसनले दिएको कुराहरू सरसर हाल्ने, नयाँ कुरा भनेको प्रपोज डिभिडेन्ड र जेनेरल रिजर्भ हुन्छ, सकियो। अब हामी यसको साथसाथै ब्यालेन्स सिटको पनि फर्मेट पढिहालौँ। ब्यालेन्स सिटको फर्मेट के हुन्छ? अब ब्यालेन्स सिटलाई हामीले 11 क्लासमा जसरी गरेको थियौँ त्यसरी यहाँ गर्न पाउँदैनौँ है। यसमा केही कुरा चेन्ज गर्नुपर्छ, यसमा केही कुरा चेन्ज हुन्छ। त्यो कुरा फर्मेट एउटा प्रोभाइड गरेको हुन्छ, त्यो फर्मेटको हिसाबमा बसेर हामीले यसलाई सल्भ गर्नुपर्छ। ब्यालेन्स सिट जस्तो हामी 11 क्लासमा चाहिँ जहाँ पायो त्यही राखेर जे पायो त्यही गरेर हामी सल्भ गर्थ्यौँ। जे पायो त्यही भन्नुको मतलब त्यो आइटमहरूलाई जहाँ पायो त्यही राखेर हामीले सल्भ गर्ने गर्थ्यौँ। तर यस्तो 12 क्लासमा चाहिँ हुँदैन है। बोर्डमा एउटा चाहिँ त्यस्तो खालको एउटा फर्मेट प्रिस्क्राइब गरेको एउटा फर्मेट छ, त्यो फर्मेटको बेसिसमा भएर हामीले यसलाई सल्भ गर्नुपर्छ। र यसको फर्मेटमा जहिले पनि लायबिलिटिज हुन्छ, अमाउन्ट हुन्छ, एसेट्स अमाउन्ट हुन्छ। लायबिलिटी हुन्छ, अमाउन्ट हुन्छ, एसेट्स हुन्छ, अमाउन्ट हुन्छ। सबैभन्दा सुरुमा हामीले यहाँ लेख्नुपर्छ अथोराइज क्यापिटल भनेर। यो कुरा चाहिँ क्वेसनले दिएको छ भने रेकर्ड गर्ने, छैन भने नगर्ने। अनि यदि क्वेसनले दिएको छ भने यहाँ रेकर्ड गर्ने, तर यो तर भन्ने कुरा म लास्टमा भन्छु ल। अथोराइज क्यापिटल यहाँ रेकर्ड दिएको छ, त्यसलाई रेकर्ड गर्ने, सकियो। अब अथोराइज क्यापिटल पछाडि हाम्रो अर्को हेडिङ आउँछ सेयर क्यापिटल।
सेयर क्यापिटल भन्ने कुरा आउँछ, सेयर क्यापिटल दिएको हुन्छ यहाँ रेकर्ड गर्ने। अनि यसमा कल्स इन एडभान्सको कुराहरू त्यो तर यति भास्ट कुराहरू नदेला। यदि दियो भने कल्स इन एडभान्स भनेको के हो, कसैले पछाडि तिर्नुपर्ने पैसा अगाडि तिरेको। कल्स इन एडभान्स भयो भने सेयर क्यापिटलमा जोडेर लेख्ने, यसको उल्टो कल्स इन एरियर हुनसक्छ, त्यो भयो भने हटाएर लेख्ने। तर हामीलाई यस्तो क्वेसन आउँदैन। यस पछाडि अर्को हुन्छ सेक्युर्ड लोन। अर्को हेडिङ सेक्युर्ड लोन। सेक्युर्ड लोन भनेको त्यस्तो लोनहरू जुन चाहिँ एकदम सेक्युर्ड हुन्छ, जस्तो डिबेन्चरको कुराहरू भयो, बोन्डको कुराहरू भयो, ट्रेजरी बोन्डहरू भयो, यिनीहरू भनेको सेक्युर्ड लोन हो। त्यस्तो लोनहरू दिएको छ भने यसलाई यहाँ हाल्ने अनसेक्युर्ड लोन। अथवा यसलाई बुझ्न गाह्रो हो भने हामीले यसलाई यो पनि भन्न सक्छौँ, यसलाई लङ टर्म लोन, सबै लोनहरू डिबेन्चर बोन्ड जति पनि लोनहरू छ त्यो सबै लङ टर्म लोनमा हाल्ने, सर्ट टर्म लोनहरू हाल्दिने। बैंक ओभरड्राफ्टको कुराहरू आउन सक्छ हो, यस्तो कुराहरू चाहिँ सर्ट टर्म लोन हुन्छ। यो फर्मेट यति भइसके पछाडि अर्को हाम्रो यहाँ अर्को हेडिङ आउँछ, के आउँछ भन्दाखेरि रिजर्भ एन्ड सरप्लस भन्ने हेडिङ आउँछ। यो रिजर्भ एन्ड सरप्लस यहाँ हुन्छ है। रिजर्भ एन्ड सरप्लस भन्ने हेडिङमा के कुराहरू आउँछ भन्दाखेरि रिजर्भ भनेर दिएको हुन्छ। जस्तो क्वेसनले जेनरल रिजर्भ भन्नु, जेनरल रिजर्भ भन्नु, त्यहाँ रेकर्ड गर्ने। अर्को ट्रान्सफर टु रिजर्भ भन्न सक्छ, त्यो पनि यहाँ रेकर्ड गर्ने। अनि सरप्लस भनेको के हो, योभन्दा अगाडि पिएल एप्रोप्रिएसन एकाउन्टमा हामीले सरप्लस भनेर डेबिट साइडमा जुन कुरा थपेको थियौँ त्यसलाई यहाँ रेकर्ड गर्ने पिएल एप्रोप्रिएसन भनेर। पिएल यसलाई अथवा पिएल एप्रोप्रिएसन अथवा यसलाई रिटेन अर्निङ भनेर पनि हामीले रेकर्ड गर्न सक्यौँ। यति रेकर्ड गरिसके पछाडि अर्को हाम्रो हेडिङ आउँछ। यो हेडिङ हो है, यो हेडिङ हो, सरी यो हेडिङ हो। सेयर क्यापिटल डाइरेक्ट दिएको हुन्छ, त्यसैमा ल्याएर रेकर्ड गरिदिने। अब अर्को हेडिङ आउँछ हाम्रो यहाँ। अर्को के हेडिङ आउँछ भन्दाखेरि क्वेसनले दिएको हुन्छ लङ टर्म लोन भित्र डिबेन्चर, बैंक लोन। अनि जस्तो यसको अगाडि यो डिबेन्चरको अगाडि बैंक लोनको अगाडि केही इन्ट्रेस्ट मतलब एउटा केही सर्टेन पर्सेन्टेज एड गरेर पनि दिएको हुन्छ हो। यदि त्यस्तो पर्सेन्टेज अथवा त्यस्तो खालको इन्ट्रेस्ट रेट अथवा सर्टेन पर्सेन्टेज जोडेर दिएको छ भने त्यहाँ हामीलाई हिडन एडजस्टमेन्ट छ भन्ने कुरा बुझ्नुपर्छ। र त्यो हिडन एडजस्टमेन्ट हामी पढ्छौँ यो सोल्युसन गर्दाखेरि, अहिले चाहिँ त्यति मात्र बुझिरहने। हिडन एडजस्टमेन्ट हुन्छ पर्सेन्टेज दिएको छ भने भनेर बुझ्ने। यति भइसकेछ। अब अर्को हेडिङ आउँछ करेन्ट लायबिलिटिज। करेन्ट लायबिलिटिज भनेको के हो, सर्ट टर्म लायबिलिटिज जसलाई हामीले 1 वर्षभित्र चाहिँ पे गरिसक्नुपर्छ, 1 वर्षभित्र हामीले तिर्नुपर्छ, त्यस्तो कुराहरूलाई हामी करेन्ट लायबिलिटी भन्छौँ। जसमा चाहिँ हाम्रो क्रेडिटर हुनसक्छ, क्रेडिटर भन्ने कुरा आउँछ यहाँनिर। क्रेडिटर भनेको हामीले कसैबाट उधारमा सामान किनेको थियौँ त्यसलाई तिर्नुपर्ने कुरा। अर्को भनेको ड्यू अथवा आउटस्ट्यान्डिङ एक्सपेन्सेसहरू, ड्यूको कुराहरू हैन, पेबलको कुराहरू, स्टिल टु बी पेडको कुराहरू, यहाँ हुन्छ। अब अर्को एउटा मेन सबै प्राय स्टुडेन्टहरूले बिगार्ने कुरा के भनेर एउटा एडभान्स इन्कम भनेर दिएको हुन्छ। एडभान्स इन्कम भनेर दियो भने प्राय स्टुडेन्टहरूले के गर्छन् भन्दाखेरि यो चाहिँ इन्कम हो भनेर प्रफिट लस एकाउन्टको सीआर साइडमा हाल्ने गरेको पाइन्छ, हैन भने एसेट साइडमा हाल्ने गरेको पाइन्छ। तर यो हैन। एडभान्स इन्कम भनेको त्यस्तो इन्कम हो जुन तिमीले काम गरेको छैनौ, पहिल्यै पाइसक्यौ। जस्तो म कहीँ गएर पढाइराखेको छु,
म कुनै इन्स्टिच्युटमा अथवा कहीँ गएर पढाइरहेको छु, मैले मेरो अर्को महिनाको स्यालेरी अघिल्लो महिनामै प्राप्त गरेँ भनेको अघिल्लो महिनामै रिसिभ गरेँ, एडभान्समै रिसिभ गरेँ भने त्यो मैले काम गरिसकेको छैन। मेरो लायबिलिटी, मेरो दायित्व, मेरो अब्लिगेसन मैले फुलफिल गरेको छैन। जबसम्म मैले कुनै पनि अब्लिगेसन, कुनै पनि लायबिलिटी, कुनै पनि दायित्वलाई फुलफिल नगरिकन कुनै पनि इन्कम यदि रिसिभ गर्छु भने त्यो मेरो लायबिलिटीमै रहन्छ र भोलिको दिनमा मैले त्यो कामलाई फुलफिल गर्न सकिनँ भने त्यो पैसा मैले फिर्ता दिनुपर्छ, तिर्नुपर्छ। त्यही भएर यो एडभान्स इन्कम भनेको के हो त, करेन्ट लायबिलिटी हो भनेर बुझ्नु पर्यो। यति कुरा भयो है। अब यसमा अरू जाने कुराहरू यस्तै हुन्छ। अरू कुराहरू केही आयो भने हामी पछि क्वेसन सल्भ गर्दै जाँदाखेरि गर्छौँ। अर्को भनेको यसमा हुन्छ प्रोभिजन। प्रोभिजन भन्ने हेडिङ आउँछ जसमा प्रपोज डिभिडेन्ड जान्छ एउटा कुरा। अर्को कुरा जान्छ प्रोभिजन फर ट्याक्स भन्ने कुरा जान्छ। यति कुरा गरिसकेपछि हाम्रो के आउँछ, यहाँ टोटल लायबिलिटीज भनेर आउँछ। सबै लायबिलिटीजहरूलाई जोड्ने माथिको त्यो भनेको के हो त, टोटल लायबिलिटीज हो भनेर सकियो। अब अर्को कुरा हाम्रो एकपट्टिको मात्र सक्यौँ नि त हामीले, अब एसेट साइडमा पनि जानु पर्यो। एसेट साइडमा रेकर्ड गर्दै गर्दाखेरि कहाँ भाग्यो, एसेट साइडमा रेकर्ड गर्दाखेरि सबैभन्दा सुरुमा रेकर्ड हेडिङ हुन्छ फिक्स एसेट्स भन्ने हेडिङ हुन्छ। यसमा ल्यान्ड एन्ड बिल्डिङ भन्ने कुरा हुन्छ। अनि यसमा यो ल्यान्ड एन्ड बिल्डिङ भन्ने चाहिँ एउटा त्यस्तो खालको फिक्स एसेट्स हो जुन कहिले पनि डिप्रिसिएसन हुँदैन, त्यो एप्रिसिएसन हुन सक्छ। भनेको यसको भ्यालु बढ्न सक्छ। यदि यो ल्यान्ड एन्ड बिल्डिङको भ्यालु बढेको छ भने, एप्रिसिएसन भएको छ भने त्यसलाई हामीले एड गर्ने, ल्यान्ड एन्ड बिल्डिङ यहाँ राख्ने, एप्रिसिएसन भएको छ भने एड गर्ने र यसलाई हामीले यहाँ रेकर्ड गर्ने। अनि यो एप्रिसिएसन भन्ने कुरा यदि ल्यान्ड एन्ड बिल्डिङको एप्रिसिएसन भएको छ भने प्रफिट लस एकाउन्टको सीआर साइडमा यो एप्रिसिएसन भएको एमाउन्ट जतिलाई इन्कम भनेर रेकर्ड गर्ने। यसमा अर्को प्लान्ट हुन सक्छ, मेसिनरी हुन सक्छ है, फर्निचर हुन सक्छ, फिक्सर हुन सक्छ, सबै कुराहरू हुन सक्छ हो। यसमा डिप्रिसिएसन हुन सक्छ। यिनीहरूमा डिप्रिसिएसन छ भने लेस गरेर रेकर्ड गर्ने, डिप्रिसिएसन छ भने डिप्रिसिएसनलाई घटाउने, बचेको पैसा रेकर्ड गर्ने। अनि यो डिप्रिसिएसन कहाँ रेकर्ड हुन्छ, उतापट्टि प्रफिट लस एकाउन्टमा रेकर्ड हुन्छ। यस पछाडि अर्को आउँछ इन्भेस्टमेन्ट। इन्भेस्टमेन्ट भित्र एउटै मात्र कुरा हुन्छ इन्भेस्टमेन्ट, त्यसलाई रेकर्ड गर्ने। अब यस पछाडि अर्को कुरा आउँछ करेन्ट एसेट्स। करेन्ट एसेट्स भन्ने हेडिङ आउँछ। अब करेन्ट एसेट्स भनेको के हो त भन्दाखेरि त्यस्तो एसेट्स जुनलाई हामीले 1 वर्षभित्र क्यासमा कन्भर्ट गर्न सक्छौँ। हुनसक्छ हामीसँग क्यास एट ब्याङ्कमा ब्याङ्क हुनसक्छ, ब्याङ्क ब्यालेन्स हुनसक्छ होइन। त्यस पछाडि हामीसँग के हुन्छ, डेटर्सको कुराहरू हुनसक्छ, यो सबै करेन्ट लायबिलिटी हो। इन्भेन्ट्री हुनसक्छ, त्यो सबै करेन्ट एसेट्स हो, लायबिलिटी होइन है। अब यसमा के हुन्छ, क्यास हुनसक्छ, क्यास एट ब्याङ्क, डेटर्स भन्ने हुन्छ। अब यो डेटर्समा चाहिँ के हुन्छ भन्दाखेरि एउटा एडिसनल इन्फर्मेसन दिएको हुनसक्छ, ब्याड डेट भनेर दिएको हुन्छ। यदि ब्याड डेट भनेर दिएको छ भने यो डेटर्समा लेस गर्नुपर्छ ब्याड डेटलाई। ब्याड डेट भनेको एउटा त्यस्तो मान्छे हो जसले हामीसँग एउटा पैसा अथवा उधारमा सामान किन्छ, पैसा तिर्दैन, त्यो भनेको के हो, ब्याड डेट हो। त्यसलाई घटाएर रेकर्ड गर्ने, डेप्टरमा जति बच्छ त्यति। अनि यो ब्याड डेटलाई कहाँ लाने भन्ने कुरा आउँछ। ब्याड डेटलाई कहाँ लाने भन्दाखेरि प्रफिट लस एकाउन्टको डेबिट साइडमा लगेर रेकर्ड गरिदिने है। यति भइसकेपछि अरू कुराहरू यहाँ के आउँछ भन्दाखेरि स्टकको कुरा आउँछ। स्टक यहाँ जान्छ, क्लोजिङ स्टक है। स्टक भनेको ओपनिङ स्टक होइन नि, क्लोजिङ स्टक चाहिँ हो। क्लोजिङ स्टक पनि कहाँ एडिसनल इन्फर्मेसन दिएको छ भने यहाँ जान्छ, अथवा ट्रायल ब्यालेन्सको डेबिट साइड दिएको छ भने पनि डाइरेक्ट यहाँ जान्छ। यो स्टकलाई देख्नु पर्यो, क्लोजिङ स्टकलाई। क्यास एट ब्याङ्क, क्यास, डेटर्स, स्टकको कुराहरू भयो। त्यस पछाडि अरू कुराहरू करेन्ट एसेट्समा के जान्छ भन्दाखेरि यति नै कुरा जान्छ। अरू कुराहरू जस्तो अब यसमा के हुन सक्छ भन्दाखेरि लोन एन्ड एडभान्स भन्ने अर्को हेडिङ हुन्छ। लोन एन्ड एडभान्समा के हुन्छ, एडभान्स प्रिपेड
एडभान्स अथवा प्रिपेड एक्सपेन्सेस कुनै पनि कुरा हामीले यदि एडभान्समा तिर्छौँ भने त्यो हाम्रो एसेट्स हो भनेर मैले हिजो भनेको थिएँ, त्यो लोन एन्ड एडभान्सको हेडिङभित्र जान्छ। ठिक छ। अब यस पछाडि यसमा अर्को हेडिङ आउन सक्छ। यसमा अर्को एक हेडिङ के आउँछ भन्दाखेरि लोन एन्ड एडभान्स भयो। अब यस पछाडि अर्को हेडिङ आउँछ यसमा यस्तो मिसलेनियस भनेर आउँछ है। मिसलेनियस भन्ने हेडिङ भित्र प्रिलिमिनरी एक्सपेन्सेस भनेको तिमीले बिजनेस सुरु गर्नुभन्दा अगाडि नै कुनै पनि एक्सपेन्सेसलाई इन्कर्ड गरेको छौ, एक्सपेन्सेस लगाएको छौ, एक्सपेन्सेसलाई इन्भेस्ट गरेको छौ भने त्यो के हो त हाम्रो लागि प्रिलिमिनरी एक्सपेन्सेस हो। त्यसलाई हामी मिसलेनियस भित्र लगेर रेकर्ड गर्छौँ। अनि अघि एउटा कुरा हामीले यदि प्रफिट भयो, यदि हाम्रो प्रफिट भयो भने त हामीले यहाँ रेकर्ड गरेको थियौँ, कहाँ रेकर्ड गरेको थियौँ, यहाँ पिएल एप्रोप्रिएसन एकाउन्ट भनेर यो डेबिट साइडको चाहिँ भएको थियो भने डेबिट साइडकोलाई यहाँ रेकर्ड गरेको थियौँ। अब यदि क्रेडिट साइडमा यदि हामीले थप्नु परेको थियो भने के भनेर लेख्थ्यौँ भन्दाखेरि यहाँ रेकर्ड गर्थ्यौँ पिएल एप्रोप्रिएसन एकाउन्ट भनेर हामी यो क्रेडिट साइडमा भएको एमाउन्ट चाहिँ यदि थपेको थियौँ भने यहाँ ल्याएर रेकर्ड गर्थ्यौँ। त्यस पछाडि हामी यतापट्टि टोटल लायबिलिटी निकालेको थियो, यतापट्टि टोटल एसेट्स भनेर निकाल्थ्यौँ। अनि हामी यहाँ पछाडि हाम्रो मुटु एकदम ढुक बनाउन सक्थ्यौँ। किन भन्दाखेरि हाम्रो ब्यालेन्स सिट गरिसके पछाडि टोटल एसेट्स र टोटल लायबिलिटी जहिले पनि इक्वल हुनुपर्छ। यदि इक्वल आएन भने हामीले गरेको एन्सर के छ त रङ छ भनेर बुझ्छौँ। अनि हामीले अलिकति खुरापाते दिमाग लगाएर हामी के गर्छौँ भन्दाखेरि यदि हाम्रो केही भएर एन्सर चाहिँ इक्वल आएन, चेक गर्दाखेरि पनि एन्सर इक्वल आएन भने हामी अलिकति बाठो बनिदिने। त्यति बेला के गर्ने, जस्तो लायबिलिटीमा फर इक्जाम्पल यो लायबिलिटी भन्ने केसमा 50,000 आयो है, 50,000 आयो, यतापट्टि 1 लाख आयो। अब के हो त इक्वल त आएन, लायबिलिटी र एसेट्स इक्वल आयो त आएन। अब यति बेला के गर्ने, यसो एसेट साइड र लायबिलिटी साइड दुवै साइडमा हेर्ने कतापट्टि कुन चाहिँ एमाउन्ट आउन पोसिबल छ त, 1 लाख आउन पोसिबल छ कि 50,000 आउन पोसिबल छ, त्यसलाई चेक गर्ने। जुन आउन पोसिबल जस्तो देखिन्छ दुवै साइडमा त्यही एमाउन्ट लेखिदिने। मिलेन भने है, मिल्यो भने त फेरि यस्तो गर्न पाइँदैन नि, यस्तो जे पाइन्छ सिकाएको भरमा यस्तो नगर्ने। तर यदि एन्सर मिलेन भने चाहिँ त्यही गरिदिने। यो गरिसकेपछि कपी चेक गर्ने मान्छेले के गर्छ, ठ्याक्कै 1 लाख र 1 लाख हेर्छ, ओ ठिक छ यसले एन्सर मिलाएछ भन्छ, ठ्याक्क राइट हान्छ, 5 मार्क्स झाप्प दिन्छ, सकिन्छ हाम्रो काम है। यति हो ल ट्रेडिसनल मेथडबाट पढ्नुपर्ने हाम्रो इन्कम स्टेटमेन्ट यति नै कुरा हो। अब हामी भोलि यसको बारेमा न्युमेरिकल सोल्युसन गर्छौँ र हामी पर्सिबाट फाइनली इन्कम स्टेटमेन्ट मोडर्न मेथडबाट सल्भ गर्छौँ। त 2 दिनमा सकेपछि अब हामी 3 दिनमा कम्प्लिट सोल्युसन सक्छौँ एकाउन्टको लागि। र आजको क्लासबाट हामी यतिकै भिडियोको साथमा, यति नै एक्सप्लेनेसनको साथमा बिदा हुन्छौँ। भोलिको क्लासमा फेरि हामी भेट्नेछौँ नयाँ जोस जाँगरका साथमा।